नमस्कार। आज चाहिँ मैले बिहानै मोबाइल चलाउँदै क्रममा एउटा भिडियोहरू हेर्दै थिएँ अनि स्क्रोल डाउन गर्दै जाँदा मेरो मोबाइलको स्क्रिनमा एउटा भिडियो चल्यो। त्यो भिडियो चाहिँ हेर्दा मलाई दुई शब्द बोल्न मन लागेर मैले यो भिडियो बनाउँदैछु। पहिला हजुरहरू यो भिडियो हेर्नुहोस्। जिल्लाको बरमपुरी गाउँपालिका 4 मा लामो समयदेखि बसोबास गर्दै आएका 167 घरधुरीले अन्ततः जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। पक्कै पनि यो भिडियो हेरेर बुझिसक्नु भयो होला मैले भन्न के चाहिरहेको छु। आदरणीय नगरवासी लगायत हाम्रो नगरपालिकाका मेयर साहब, यो कुरोमा चाहिँ हाम्रो नगरपालिका धेरै नै पछाडि परेको छ। किनभने हाम्रो जिल्लामै यो गाउँ पर्छ। हाम्रै जिल्ला हाम्रै नगरपालिका छेउछाउै पर्ने हो, तर त्यो ठाउँमा भइसकेको छ। अधिकांश सर्लाही जिल्लामा धेरै ठाउँमा धेरै नै ठाउँहरूमा यो कामहरू भइसकेको छ। लाल पूर्जाहरू वितरण भइसकेको छ, तर हाम्रो नगरपालिकामा यो काम चाहिँ किन ढिलो भइरहेछ? हजुर यो काममा पनि थोरै चासो देखाइदिनु पर्यो अनि यो काममा हामी पनि आशामै बसिरहेछौँ कि हाम्रो नि जग्गाहरू लाल पूर्जा विहीन छन्, लाल पूर्जा हुन्छ कि भन्ने आशामा छौँ। हजुरले यो काम चाहिँ चाँडोभन्दा चाँडो गरिदिए राम्रै हुन्थ्यो। अवश्य नै यो कुरोमा पनि हजुरले ध्यान दिनु पर्यो अनि यो कुरोहरू पनि हजुरकै अन्डर पर्ने हो। त्यही भएर हजुरलाई भन्दैछु, हामी धेरै आशामा छौँ। यहाँका नगरवासीहरू धेरै आशामा छन् कि जरुर एक दिन यो काम चाहिँ हुन्छ कि हजुरले अवश्य नै गर्नुहुन्छ।